परिवर्तनको समय आएको छ। यो भिडियो मैले झन्डै 1 हप्तादेखि पेन्डिङमै राखेको थिएँ। सुरुमा त स्याड म्युजिक हालेर हेरेँ, तर त्यो सुनेर आफैलाई दुःख लाग्यो। बिदाई गर्न लागेको जस्तो पो सुनियो, तर त्यस्तो होइन। सबै चिज र कुराको एउटा आयु हुन्छ, तर त्यसले अन्त्य होइन कि बदलाव मागेको हुन्छ। त्यसैले अब मेरो पुरानो ट्राइपड निकाल्दैछु, जुन 2016मा जोसमा किने, तर धुलो बटुल्न मात्रै अन्तरकुन्तरमा राखिदिएँ। त्यसमा राख्नेछु रेट्रो भाइब दिने मेरो उस्तै पुरानो ह्यान्डिक्याम। अब ट्रिक अन टेल्सको नयाँ अध्याय सुरु हुँदैछ। परिवर्तनको समय आएको छ।